यो हेरेपछि कसलाई फिल हुँदैन कि म स्वर्गमा आएको छु भनेर एक्ज्याक्टली मलाई पनि त्यही फिल भयो। सो हेलो एभ्रिवान, नमस्ते, वेलकम टु हे सोना युट्युब च्यानल। खासमा यो भिडियो चाहिँ पहिला नै राख्नुपर्ने थियो, तर म बिर्सिसकेको थिएँ कि यो भिडियो मसँग छ, मैले बनाएको थिएँ भनेर। अब हेरिसकेपछि नराखौँ हुनै सक्दैन। सो आज चाहिँ पोखराको पुम्बीकोट आएको छु। गाडीले तलै छोडिदिन्छ, त्यहाँबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ। अनि गर्मी पनि त्यो दिन धेरै थियो, अनि त्यही भएर चाहिँ गर्मीले गर्दा चाहिँ आइसक्रिम खाएँ। अनि हेर्न सक्नुहुन्छ शिवलिङमा चाहिँ महादेवको 4वटा रुखको शिवलिङ बनाएको थियो। शिवलिङको तल चाहिँ जाने बाटो र भित्र चाहिँ ओम लेखेको थियो। ओ माई गड, कस्तो राम्रो ब्युटिफुल। त्यहाँ चाहिँ मेरो महादेव बस्नु भएको छ। अभियसली म महादेवलाई भेट्न आएको छु भने भेटेर नि जान्छु। अनि त्यहाँबाट फेरि म सिडी चढेँ। त्यो चाहिँ फाइनल गेट हो। अब फाइनल गेट भन्दा नि हुन्छ, अब त्यहाँबाट चाहिँ महादेव कहाँ पुगिन्छ। फाइनली महादेव कहाँ पुगे हेरेपछि त ओ माई गड, अर्कै दुनियाँमा आइसके जस्तो फिल भयो मलाई चाहिँ। यो फ्यानहरूले त मेरो यहाँ पनि मेरो पिछा चाहिँ छोडेन। जस्ट किडिङ, उहाँहरू आफ्नो प्रमोटको लागि आउनु भएको छ। चारैतर्फ शिवलिङले, तलपट्टि र माथि पनि चारैतर्फ शिवलिङले चाहिँ घेरेको थियो। अनि यहाँ चाहिँ जत्रो महादेव थियो त्यत्रो डमरू थियो र त्यत्रो शिवलिङ पनि थियो। त्यो अगाडि त आफू चिटी बराबर जस्तो मलाई चाहिँ फिल भयो। मलाई चाहिँ खुब रमाइलो भयो, हेरेपछि मन नि अर्कै दुनियाँमा छु जस्तो फिल भयो। इफ हजुरहरू जानुभएको छ भने कस्तो एक्सपिरियन्स भयो प्लिज कमेन्ट गरिदिनु होला।